नमस्ते मेरो दाजुभाइ दिदीबहिनीहरु वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु र अनि आज चाहिँ म के भन्छ यो हाम्रो यो सग्राती सकाएर हामी चाहिँ अहिले आरुङ खोलाको लागि हिँड्नेछौँ हैन। यति सबैजना छन्, उता दुईजना आएको छैनन्। यो उकालो बाटो हिँड्दाखेरि कति झ्याउ हो के यार, यो गाउँ पनि कहिल्यै विकास हुने भएन यार। त्यही हो हैन। अब चाहिँ अहिले चाहिँ त्यस्तै 10 साढे 10 जति भयो होला। गाडी आउनु चाहिँ 1 बज्यो नि त, हिँड्न सक्दैनन् कोही पनि, म बाहेक। हुन त मैला यस्तो पारिरहेछ। तिनीहरू दौडिरहेछन् त्यहाँ। अनि सग्राती के कस्तो भयो तपाईँहरूको? होइन आयो सबैको राम्रै भयो होला, हाम्रो पनि रमाइलो भयो सग्रातीमा। अनि त्यही हो, अब जाम गाडी त कति बेला आउने थाहा छैन। भान्जालाई गर्मी भइरह्यो। ए जाम जाम भाइ दाजुभाइहरू त्यही हो। तेरो त भन्दै तिमीले गलाम 10 रुपियाँ हान्छ कि मैले त कपडा नमिलाइकन लाउँदाखेरि यो कसले त्यहाँ त्यो हेर त्यहाँ एउटा दियो अरू माथि लगा। अघि भर्खर म त हिँड्न सक्छु भनेको मान्छे हेर त अहिले। कोही पनि छैनन्, गाडी पनि आउँदैन। यो गुन्डाको ठाउँमा नबसे नि हुन्छ कोही पनि है। तपाईँको थाहा चाहिँ दाजुभाइहरू होइन, हामी चाहिँ जानु पर्ने चाहिँ त्यो डाँडामा हो क्या। यता सन्तोष यता हो कि यो सन्तोष टाउको छेक्यो क्या यार। यहाँ हामी जानु पर्ने चाहिँ होइन, अझै यस्तो घुम्नु पर्छ। यता बाटो लामो छ क्या दाजुभाइहरू। त्यही हो होइन। अब चाहिँ यो के छ सन्तोष जाने फेरि त घरमा, अनि हामीहरू जान्छ उता हो। त्यही हो, अब म चाहिँ सिधै उहीँ सिलनदेखिको चाहिँ भेट हुन्छ होइन, गाडी कुरेर चाहिँ भेट। दाजुभाइहरू होइन, हामी चाहिँ आइपुग्न लाग्यो। कहाँ जाने बाटो उताबाट हो नि केटाले। यस्तो यो पुरा जङ्गलको बाटो लिएर आएको छ नि यार, सास फुलिसक्यो यार, स्याहाँ भइसक्यो यार। यो पनि हिँड्न सकेको छैन यार। ओ त हिँड्न सकेछ कि नै? सकेको छैनस्? लास्टै झेउ छ कि बाटो पनि यार, अझै आइपुगेको छैन यार। उताबाट सिधा आएको भएर पुगिन्थ्यो यार यति बेला। लास्ट चाहिँ लागिरहेको छ भनेको, बल्ल आइपुग्यो। सकेन कि त मान्छे। त्यही हो। अब आइपुग्नु, अब आइपुग्नु लाग्यो होइन। त्यही हो केटाहरू छ नि त। ल माथि पुगेर भेट्नुपर्छ। ल दाजुभाइहरू हामी चाहिँ अब यहाँ सिउन भन्ज्याङ, त्यहाँ तल त देखेको छैन, क्यामेराले भेट्दैन। यस्तो तलबाट होइन कत्रो डाँडा देखिँदो रहेछ त एकमा। ल त्यहाँ तलबाट होइन हामीले यहाँ तल डाँडा यहाँ देखेको छ नि, यो यिनीहरू देखेको छ नि। त चाहिँ खेत है देखेको, राम्रोसँग देखेको पनि छैन। त्यहाँ तलबाट चाहिँ आएको माथि आइपुगेपछि म त हालत त खराब। तिनीहरू पनि त्यहाँ आइपुगेको रहेछ नि। ल दाजुभाइहरू र अनि हाम्रो चाहिँ यहाँबाट के देखिन्छ भन्दाखेरि चाहिँ यो के पाल्पा आफैमा एउटा सुन्दर
जिल्ला हो नि त किताब पनि हो नि त र त्यही भएर नि हाम्रो चाहिँ यहाँबाट यस्तो दामी रामपुरको बजार देखिन्छ नि माथि डाँडाबाट यो सबै देखेको छ नि सबै रामपुरको बजारहरू यो सब रामपुरको बजार भैया यो कैसे दे यो कैसँग सक्यो कहाँ त्यही हो होइन अनि के भन्छ र नि अहिले चाहिँ हामी यो सियोल भन्जीको प्रतीक्षालयमा बस्न आइरहेको छ क्या त्यहाँ तल पनि चौपारी छ र अनि यहाँ पनि यहाँ त खतरा आगो बारेर बस्नु रहेछ नि त जनताहरूले त टक्क अनि त्यही हो अब हामीलाई अब गाडी कुर्न कति घन्टा लाग्ने हो कति टाइम लागेर गाडी कुरेर बस्ने अब गाडी कुराउँ त्यसबाट सुत्दै पनि नि पुग्छ त सुधार यहाँ त त्यस्तो टाइम लाग्छ गाडी आउन गाडी चाहिँ आइदिन्न त ए मजा आयो बसिदिने हो अरू 3 घन्टा 4 घन्टा पछि बल्ल कता हो खै यहाँ आइपुगेछ गाडी चाहिँ अब ओइ दाजुभाइहरू त्यही हो अब चाहिँ गाडी आयो सबजना चाहिँ मजाले बसिरहेको छन् अब जाने अब कहाँ हो यता कता भएको छ गाडी गायब भयो अब सिधै अब बेलडाँडा गएर चाहिँ भेट्नुपर्छ ल दाजुभाइहरू होइन म चाहिँ के भन्छ यो ठाउँमा बेलडाँडा आएर तै बोल्ला बना तैँले बना अनि अहिले चाहिँ हामी सबैजना चाहिँ नास्ता खान बसेछौँ गाडी चाहिँ गयो होइन सबैजना चाहिँ बसिरहेको छ नास्ताको वेट यस्तो डेन्जर आएको थियो नि मेरो फोनको क्यामेरा सबजना चाहिँ नास्ताको वेटिङमा हामी चाहिँ होइन सबैजना चाहिँ हामी नास्ताको लागि बसिरहेको छौँ कति बेला नास्ता हुन्छ त्यसपछि खाएर चलिदिइहाल्यो मतलब नास्ता खाएर हिँडिसकेँ र अनि आज त हाम्रो चाहिँ यही यसैको घर आएको हो होइन हामी जान चाहिँ हामी भोलि जान्छौँ अरुण खोला चाहिँ त्यही हो दाजुभाइहरू खै त गाडी जान्छ मान्छे कराएको छ मान्छे दाजुभाइहरू म चाहिँ यहाँ आएर मन्दिरमा यस्तो म चाहिँ कति बजी हामी आउँदाखेरि 3:55 यहाँ 56 भइसक्यो भने चाहिँ 3:56 बजेर 26 सेकेन्ड गएको छ तेरो देब्रे गाला भन्छु मैले जसरी त्यही हो अनि म त यहाँ चाहिँ अब भोलि आरुङ खोला जाने आजलाई चाहिँ बास यतै त्यही हो भोलि बिहान चाहिँ भेट्नुपर्छ दाजुभाइहरू होइन त्यही हो टिका पनि कस्तो माया कसम क्यामेरा सब म चाहिँ होइन भर्खर कति बजी छ 7:58 भएको पानी गरेको छ 7:58 भयो उठेको यस्तो जाडो छ नि कपडा लगा छिटो फास्ट क्विक त्यही हो यस्तो जाडो छ अब म त यतिकै सुत्दिएको हिजो त आधा कपडा लाउनै पर्दैन मुख यति जान्छ नि किन लाग्दैन 11 बजे 11:30 बजीतिर पुगिन्छ दाजुभाइहरू म चाहिँ होइन गाडी कुरेर बसेको गाडी जाएको छैन कि यार अहिले 8:50 भएको छ ल दाजुभाइहरू यो जाडोमा कसम छतमा बसेर हिँड्नु परिरहेको छ होइन ढुङ्गाना बेसी चाहिँ तल छोडेर यो कुन ठाउँ हो यो थाहा भएन के भन्छ मित्तेल भन्ने ठाउँमा आएर चाहिँ माथि छतमा बसेर थियौँ नि त हामी अघि न अगाडि चाहिँ बस्न पाइँदैन छतमा अनि हामी दुईजना चाहिँ टक्क हिँडिरहेको छौँ दुईजना मात्रै छतमा बस्दिने र मित्तेल बजार चाहिँ यस्तो देखिन्छ होइन गाडी चाहिँ तलतिर छ हामी चाहिँ तलबाट यहाँबाट चाहिँ केही पनि देखिँदैन होइन केही छैन यहाँ तलबाट चाहिँ कस्तो हुँदैन फेरि क्यामेरा र त्यही हो अहिले चाहिँ हामी तेल बजारबाट माथि आएर बसेछौँ होइन त्यही हो गाडी कति बेला आउने अब गाडीले अब ल्याउँछ त्यसपछि जाने फेरि छतैमा बसेर यस्तो चिसो हान्दा छ नि हावाले गाडी पुरा फुल छ क्या गाडी आएर माया छतमा
बसेर सोलर मास्टीको भ्यू हेर्ने चक्क लाएर चल्दिने अब कस्तो खतरा छ कि बाटो ए बच्चा चलेर न भाइहरू घरमा आइसक्यो होइन म त बाटोमा आएकै गाडीबाट झरेर त हिँडेर आएको झोलासोला लिएर गाडी चाहिँ गइसक्यो र त्यही हो होइन पाल्पादेखि नवलपरासीसम्मको यात्रा चाहिँ छतैमा बसेर बित्यो हाम्रो चाहिँ होइन त्यही अब भिडियोलाई पनि अब यतातिर एन्ड गरिदिनु पऱ्यो के कस्तो लाग्यो लाइक कमेन्ट दिनु होला र थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन यति भन्दै आजलाई बिदा लिन चाहन्छु म हस्त जय नेपाल।